नमस्कार। आज म तपाईहरुलाई रिटेल साथी एप कसरी डाउनलोड गर्ने र सेलरहरुले कसरी चलाउने, पसलेहरुले कसरी चलाउने भन्ने कुरा सानो जानकारी दिन गइरहेको छु। सर्वप्रथम त तपाई प्ले स्टोरमा गएर सर्चमा गएर रिटेल साथी भन्ने एप सर्च गर्नुहोस्। RETAIL SATHI भनेर हजुरले रिटेल साथी नाम टाइप गर्दाखेरि हाम्रो एप आइपुग्छ। तपाईले यस्तो खालको लोगो भएको तपाईले देख्नुहुनेछ। यो तपाईले इन्स्टल गर्नुहोस्। तपाईको केही छोटो समयमा नै यो इन्स्टल हुन्छ र यो इन्स्टल भइसकेपछि यसलाई ओपन गर्नुहोस्। यो ओपन भइसकेपछि अब तपाईले सहजै एपको रेटहरु बेच्ने एमआरपी रेटहरु सहजै एक्सप्लोर गर्न सक्नुहुनेछ। यसमा तपाईले रेट भन्नाले आफूले उठाउने रेट बुझिन्छ भने एमआरपी भनेको खुद्रा मूल्य बुझिन्छ। यसमा चाहिँ तपाईले रिटेलर एज अ रिटेलर तपाईले सेल गर्न सक्ने कुन रेटमा सेल गर्नुहुन्छ भनेर चाहिँ तपाईलाई चाहिँ एउटा इन्डिकेटर जस्तो काम गर्छ। तर अन्तिममा तपाईले कतिमा बेच्ने भन्ने तपाईकै स्वीकार्य कुरो हुन्छ। यसबाट अब तपाईलाई म सामान किन्नलाई गर्नुपर्ने प्रक्रियाको बारेमा सुनाउँछु। एकाउन्टमा गई साइन अप गर्नुहोस् र त्यसमा आफ्नो पसलको नाम लेख्नुहोस्। पसलको नाम सायद न्यू लुक स्टोर हुन सक्छ या मेरो पसलको नाम न्यू लुक स्टोर हुन्छ भनेर चाहिँ अहिले एज्युम गर्दियौ। मेरो पसलको फोन नम्बर 9841754213 भन्ने छ। आफ्नो नम्बर हाल्नु होला। त्यसैगरी यदि तपाईसँग प्यान नम्बर अवेलेबल छ भने प्यान नम्बर पनि हाल्नु, हैन भने पनि तपाईले चाहिँ नम्बर हाल्नु होला। र यो अहिले मैले प्यान नम्बर हाल्दै छु। त्यसपछि तपाईको इमेल एड्रेस हाल्नु होला। इमेल एड्रेस किन पनि जरुरी हुन्छ भन्दाखेरि इमेल एड्रेसमा चाहिँ हाम्रो चाहिँ तपाईको अर्डरको चाहिँ तपाईको डिटेल्सहरु स्टेटसहरु आउने गर्छ। त्यही भएर चाहिँ हजुरको यो चाहिँ इमेलहरु राख्न जरुरी हुन्छ। पासवर्डमा आफूले सम्झिने पासवर्ड राख्नु होला। तपाईले यसरी पासवर्ड हेर्न पनि सक्नुहुन्छ र तपाईले इमेल या फोन नम्बर युज गरेर आफ्नो प्रोफाइल पनि क्रिएट गर्न सक्नुहुन्छ। र तपाईले यसरी दर्ता गरिसकेपछि तपाईको चाहिँ सम्पूर्ण तपाईलाई एक्सेस हुन्छ। यहाँ तपाईलाई बल्क बिलिङको एक्सेस हुन्छ। तपाईले सामान हेर्न सक्नुहुनेछ। यो तपाईलाई लगइन गर्न पर्ने आवश्यकता त हुँदैन, तर तपाईले चाहिँ बल्क बिलिङ गर्दाखेरि अथवा तपाईले कार्ड बिलिङ गर्दाखेरि चाहिँ अब तपाईको लगइन भइसकेपछि चाहिँ सहजै तपाईले गर्न सक्नुहुनेछ। त्यसैगरी तपाईलाई अब प्रोडक्ट पनि सर्च गर्नु पर्यो भने तपाईले यहाँ सर्च प्रोडक्टमा गएर आफ्नो नाम मन परेको नाम अथवा प्रोडक्ट तपाईलाई पसलमा चाहिने प्रोडक्टहरु तपाईले हाल्न सक्नुहुनेछ। तपाईले एक्जाम्पलको लागि हिमालयनको आल्मन्ड एन्ड रोज सोप चुज गर्न सक्नुहुन्छ। तपाईले यसलाई सेभ पनि आइटम गर्न सक्नुहुनेछ। सेभ गर्दाखेरि चाहिँ तपाईलाई पछि मैले के किन्न पर्ने सामान छ भनेर तपाईलाई चाहिँ एउटा हेक्का राख्ने एउटा सजिलोको लागि पनि हो। त्यसैगरी तपाईले अरु सामान पनि कार्ड बिलिङमा जोड्दै जान सक्नुहुनेछ। सपोज एक्जाम्पलको लागि फेयर एन्ड ह्यान्डसमको तपाईले कार्ड बिलिङ गर्नुभयो। फेयर एन्ड ह्यान्डसमको यो कार्ड बिलिङ गर्नुभयो। त्यसैगरी अन्य सामग्रीहरु सायद सनस्क्रिन हुन सक्छ। सनस्क्रिन फिक्स्ड डर्माको तपाईले चाहिँ कार्ड बिलिङ गर्नुभयो। यो कार्ड बिलिङ गरिसकेपछि चाहिँ तपाईले कार्टमा गएर आफ्नो सामानहरु रुजु गर्न सक्नुहुनेछ। एकचोटी हेरेर भेरिफाई गर्नुहोस् र यसमा तपाईलाई संख्या कुनै बेसी चाहिने हुन्छ। यदि तपाई पसलमा कार्यरत हुनुहुन्छ भने तपाईलाई अवश्य पनि धेरै सामग्रीहरु चाहिन सक्छ। प्राय 5 थान 6 थान हुन सक्छ। त्यो खण्डमा चाहिँ तपाईहरुले क्वालिटी पनि क्वान्टिटी पनि बढाउन सक्नुहुन्छ। यसरी यहाँ हजुरले क्वान्टिटी बढाइसकेपछि यहाँ चाहिँ आफै चाहिँ सिस्टममा चाहिँ टोटल अमाउन्ट तपाईको चाहिँ देखिन्छ। त्यो अनुसार तपाईले बिलिङ गर्न सक्नुहुन्छ। यसरी तपाईले चाहिँ अमाउन्टहरु पनि बढाउन सक्नुहुन्छ। र मैले मानौ हाम्रो पसललाई चाहिने हाम्रो यति सामान हो र हामीले सम्पूर्ण सामान हाल्यौं। त्यसपछि हामी कन्फर्म गर्छौं। कन्फर्म गरिसकेपछि तपाईलाई चाहिँ यहाँ डेलिभरी एड्रेस एन्ड पेमेन्ट मोड आर रिक्वायर्ड भनेर चाहिँ एउटा मेसेज आउँछ। तपाईले कन्फर्म गर्न खोज्नु भयो भने पनि यो चाहिँ विशेष गरी नयाँ स्टोर अनरहरु हुनुहुन्छ उहाँले चाहिँ
दर्ता गर्नुभएको छ भने उहाँलाई चाहिँ डेलिभरी को एड्रेसको आवश्यकता पर्न सक्छ। हामीले यो चाहिँ डेलिभरी गर्ने ठाउँको लागि रिफरेन्सको लागि लिन्छौँ। त्यसैले हामी एड एड्रेस गर्छौँ। एड एड्रेस गर्दाखेरि तपाईँले यहाँनिर म मानौँ बागमती प्रदेशको भएँ, डिस्ट्रिक्ट मैले काठमाडौँ राखेँ, मेरो पसल काठमाडौँमा छ र यहाँ काठमाडौँ अनुसार तपाईँको नगरपालिका पनि थुप्रै देखिन्छन्। त्यो अनुसार अब हजुरले चाहिँ नागार्जुन म्युनिसिपालिटी राख्न सक्नुहुन्छ। इक्जाम्पलको लागि हामी नागार्जुन म्युनिसिपालिटी राख्छौँ। यो अलरेडी नै एपमा प्रिलोडेड हुन्छ र म यसमा मुडखु भनेर राख्दै, मुडखु नियर मुडखु भनेर चाहिँ मुडखु चोक भनेर राखेँ मैले। अब मैले यहाँ तपाईँको सेभ गरेँ हो। सेभ गरिसकेपछि अब हाम्रो कम्पनीलाई चाहिँ आवश्यक पर्ने डेलिभरी गर्नको लागि चाहिँ डेलिभरीको चाहिँ डिटेल्सहरू आयो। त्यसपछि तपाईँले स्क्यान गरेर क्युआर गरेर पे पनि गर्न सक्नुहुन्छ। यो चाहिँ अहिले हाम्रो डिरेक्ट प्रोसेस हो। यसमा चाहिँ कम्पनीको क्युआरमा गरिसकेपछि तपाईँले यहाँ दिएको वाट्सएप नम्बर मार्फत चाहिँ स्क्रिनसट पठाउन सक्नुहुनेछ। त्यो चाहिँ हाम्रो चाहिँ अफिसबाट चाहिँ भेरिफाई गरिसकेपछि चाहिँ हुन्छ। त्यसै गरी क्यास अन डेलिभरी चाहिँ सामान गइसकेपछि हजुरले क्यास अन डेलिभरी सामान भेरिफाई गरेर क्यास अन डेलिभरी गर्दा पनि हुन्छ। यहाँ तपाईँले टोटल अमाउन्ट देख्न सक्नुहुन्छ। एक्चुअली हामीले रुजु गरिसकेपछि त्यसपछि भेरिफाई गरेर कन्फर्म एन्ड प्लेस अर्डर गर्ने। त्यसपछि तपाईँको अर्डर सक्सेसफुली प्लेस भयो। अब यो अर्डर भएको प्लेसलाई गो टु अर्डर्समा जाने र तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ MM169 नम्बरको चाहिँ तपाईँको चाहिँ यो चाहिँ अर्डर डिटेलहरू सेभ भएको छ। तपाईँले डिटेल्स हेर्नलाई यहाँबाट डिटेल्स हेर्नुहोस् र यहाँबाट डिटेल्स हेर्नुभयो, डिटेल्स देख्न सक्नुहुनेछ। अब त्यसै गरी हामीले हाम्रो कम्पनीबाट प्रोसेसिङमा तपाईँको सामान गइसकेछ अथवा प्याकेजिङमा छ अथवा चाहिँ अन द वे छ भने प्रोसेसिङ स्टेटसमा हुन्छ। स्टेटसमा चाहिँ हजुरले चाहिँ प्रोसेसिङमा देख्नुहुन्छ र तपाईँको डेलिभर्ड भइसकेपछि डेलिभर्ड स्टेटसमा देख्नुहुन्छ। त्यसै गरी तपाईँले सामान चाहिँ यहाँ सम्पूर्ण सामानहरू देख्नुहुन्छ। जस्तो एक्जाम्पलको लागि यहाँनिर सामान देख्नुहुन्छ जस्तो क्यान्सल भएको, तपाईँले आफैले पनि पेन्डिङ भएको सामान तपाईँलाई क्यान्सल गर्ने अवसर हुन्छ र क्यान्सल भएको सामान पेन्डिङमा भएको सामान चाहिँ प्रोसेसिङ भएको क्यान्सल चाहिँ गर्नु मिल्दैन, किनभने तपाईँको अन द वे हुन्छ। त्यो चाहिँ तपाईँले सामान पुगिसकेपछि त्यहीँ डेलिभरी बोयसँग कुरा गरेर क्यान्सल गर्न सक्नुहुन्छ। र यदि चाहिँ तपाईँको पेन्डिङमा छ भने चाहिँ तपाईँले क्यान्सल पनि गर्नु सक्नुहुन्छ, जहाँ चाहिँ तपाईँलाई एउटा मेसेज आउँछ आर यु स्योर वी वान्ट टु क्यान्सल दिस अर्डर गरेर तपाईँले यस दिनाले तपाईँको क्यान्सल्ड हुन्छ। त्यसै गरी तपाईँले प्रोफाइल सेक्सनमा गएर माई प्रोफाइल हेर्न सक्नुहुन्छ। यसमा तपाईँलाई आवश्यक पर्ने कुरा डिटेल्सहरू चेन्ज गर्न सक्नुहुन्छ। त्यसै गरी माई अर्डर्स छ, यसमा पनि तपाईँलाई आवश्यक पर्ने कुराहरू चेन्ज गर्न सक्नुहुन्छ। डेलिभरीको स्टेटस हेर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँको डेलिभरी बिलिङ एड्रेस छ, यसमा तपाईँलाई केही चेन्जेस छ पसलमा भने तपाईँले यसमा चेन्ज गर्न सक्नुहुनेछ। पोलिसिजमा तपाईँले कम्पनीको पोलिसिजहरू देख्नुहुन्छ, टर्म्स एन्ड कन्डिसन देख्नुहुन्छ। त्यसै गरी हाम्रो चाहिँ यो क्याटेगोरी छ, क्याटेगोरिजमा चाहिँ तपाईँले विभिन्न क्याटेगोरीका सामानहरू यहाँबाट हेर्न सक्नुहुन्छ। जस्तो स्किन केयरका, पर्सनल केयर एन्ड हाइजिनका, त्यसै गरी मेकअपका सामानहरू हेर्न सक्नुहुन्छ भने तपाईँले भित्र गएर पनि यो माथि राखेको सब फिल्टरमा गएर तपाईँले फिल्टर गर्न सक्नुहुनेछ है। यो चाहिँ तपाईँहरूको इज अफ एसेसको लागि चाहिँ हामीले बनाइदिएका हौँ। त्यसै गरी फिल्टर पनि तपाईँले गर्न सक्नुहुन्छ, जहाँ चाहिँ तपाईँले हेयर केयरको स्पेसलाइजेसन्सको चाहिँ गर्न सक्नुहुनेछ। स्पेसलाइजेसन्सको म्यानुफ्याक्चर्सको हेर्न सक्नुहुनेछ, क्याटेगोरी अनुसार पनि हेर्न सक्नुहुनेछ र एप्लाई गर्न सक्नुहुनेछ। र त्यो अनुसार तपाईँहरूलाई सामान खरिद प्रक्रियामा अझ सहजता आउँछ। र यदि कुनै पनि सामान तपाईँलाई चाहिरहेको छ र त्यो सामानको एभाइलेबिलिटी एपमा देख्नु भएको छैन भनेपछि चाहिँ सपोर्टमा गएर तपाईँले चाहिँ यो नम्बरमा डाइरेक्ट तपाईँले चाहिँ वाट्सएप गर्न सक्नुहुनेछ या तपाईँले इमेल पठाउन सक्नुहुनेछ। त्यसै गरी बल्क अर्डर छ। बल्क अर्डर भनेको एकैचोटि गर्ने अर्डर हो। जस्तो तपाईँलाई 20 थरीको सामान चाहिरहेको छ र तपाईँ त्यसरी एकैवटा सर्च गरेर चाहिँ तपाईँको चाहिँ कार्यव्यस्तताका कारण तपाईँले गर्न सक्नु भएन र तपाईँलाई सामानको नाम थाहा छ र तपाईँ कन्फर्म हुनुहुन्छ भने रिटेलर स्टोरहरूले गर्न सक्नुहुन्छ। जस्तो यहाँबाट मैले 8 थान मगाएँ, तपाईँले टिक लगाइदिनुहोस्, फेरि अर्को नाम लेख्नुहोस्। मैले फेरि एक्नेसको यो मगाएँ, मैले 5 थान मगाएँ, फेरि गरिदिनुहोस्। फेरि मैले फिक्स डर्माको कुनै एउटा सामान मगाएँ, त्यसमा फेरि 12 थान मलाई चाहियो भने 12 थान तपाईँले गर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँलाई सेटाफिलको कुनै एउटा चाहिरहेछ
4 चाहिरहेछ भने यो एउटा गर्न सक्नुहुन्छ र यो आइसकेको यसरी बल्क बिलिङमा तपाईँले पिओएस शैलीमा देख्न सक्नुहुनेछ र तपाईँले अमाउन्ट पनि देख्न सक्नुहुनेछ हैन। त्यसै गरी तपाईँले चाहिँ यो सामानहरू किन्न खरिद गर्न सक्नुहुन्छ र तपाईँलाई यो एडिट गर्नुपर्ने खण्डमा चाहिँ तपाईँले एडिट यसरी क्लिक गरेर गर्न सक्नुहुनेछ। यो यति सहज छ, तपाईँले पनि सहजै बुझ्नुहुन्छ है। यसरी चाहिँ तपाईँले सहजै आफ्नो चाहिँ एडिट गर्न सक्नुहुन्छ। अब तपाईँलाई यहाँनिर 5 को सँग 12 छ भने त्यो पनि गर्न सक्नुभयो। तपाईँले कन्फर्म गरिदिनु भयो भने अब तपाईँको 12 वटा सामान यहाँ चाहिँ 1 2 3 4 4 थरीका सामान तपाईँले लेखेका क्वान्टिटीहरूमा चाहिँ कति पैसा परेको छ र एक्जाम्पलको लागि यहाँ 25,516 परेको छ, यसरी तपाईँले देख्न सक्नुहुनेछ। र यो अर्डरलाई तपाईँले कन्फर्म गर्नुभयो भने र पेमेन्ट मेथड कुन वेमा तपाईँले पेमेन्ट गर्नुहुन्छ, क्यास अन डेलिभरी या स्क्यान क्युआरमा तपाईँले हेर्न सक्नुहुनेछ र तपाईँले कन्फर्म एन्ड प्लेस अर्डर गरिसकेपछि चाहिँ तपाईँको अर्डर्सहरू पेन्डिङमा आएर बस्छ र यो अर्डर्सलाई पनि तपाईँले क्यान्सल गर्न परेको खण्डमा, प्रोसेसिङ गरेको खण्डमा प्रोसेसिङमा देख्नुहुन्छ, डेलिभर गरेको खण्डमा डेलिभरमा देख्नुहुन्छ र क्यान्सल गरेको खण्डमा क्यान्सल यसरी हुन्छ र तपाईँले क्यान्सलमा यसरी देख्नुहुन्छ। डिटेल्स एनी टाइम रेकर्ड बस्छ, तपाईँले हेर्न सक्नुहुनेछ। तपाईँले यसबाट सहजै अर्डर गर्न सक्नुहुनेछ। साथै तपाईँको ब्यानरमा चलिरहेका स्किम, नयाँ प्रडक्टको बारेमा पनि तपाईँले बुझ्न सक्नुहुनेछ। हस् त, धन्यवाद।